नमस्कार अनि हार्दिक स्वागत छ तपाईहरू सबैलाई आइडिया स्टुडियो सिजन 8 को यो अर्को नयाँ एपिसोडमा। आइडिया स्टुडियो सोचदेखि उद्योगसम्म। कुनै पनि व्यवसाय सुरु गर्न ठूलो लगानी योजना भन्दा अघि व्यवसायप्रतिको संकल्प र अठोट जरुरी हुन्छ। म गर्न सक्छु वा हामी गर्न सक्छौं भन्ने अठोट राखेर व्यवसायिक योजना बनाउने हो भने त्यो योजनाले सार्थकता पाउनेछ, जसको उदाहरण हो सकल बायो एन्जाइम। यो सरला महर्जनले आफ्नो जीवनमा आएको संकटलाई अवसरमा बदलेको प्रमाण हो, जसका लागि उनलाई साथीहरू सुजता श्रेष्ठ र नमिता महर्जनको दरिलो साथ छ। मानव स्वास्थ्यको रक्षा र वातावरणीय संरक्षणलाई एकसाथ प्राथमिकतामा राखेर उनीहरू दैनिक प्रयोगमा आउने ह्यान्डवास, डिसवास, फ्लोर क्लिनर लगायतका प्रोडक्टहरू उत्पादनमा जुटेका छन्। आफ्ना उत्पादनहरू 100% नेचुरल र नन टक्सिक रहेको बताउने उनीहरू दिन रात नभनी व्यवसायको जगलाई बलियो बनाउन लागि परेका छन्। करिब 2 वर्षको अवधिमा हाल उनीहरूले 2 जनालाई फुल टाइम र 1 जनालाई पार्ट टाइम रोजगारी समेत दिइरहेका छन्। उत्पादनको बिक्री पनि बिस्तारै बढ्दैछ, तर लगानी बमोजिमको फाइदा भने भइसकेको छैन। चौथो वर्षदेखि प्रोफिटमा जाने योजना सहित काम गरिरहेका उनीहरूले कस्ता अवसर र चुनौतीहरू सामना गरिरहेका छन्, आइडिया स्टुडियोबाट उनीहरू के चाहन्छन् लगायतका कुराहरू आज हामी थाहा पाउनेछौँ। अब हाम्रो फर्स्ट पिच छ आज। एकदमै एक्साइटेड छौँ, बट एट द सेम टाइम एकदमै नर्भस पनि। बट सरला म्याम र सुजता म्याम सँगै हुनुहुन्छ, सो आई एम एकदमै कन्फिडेन्ट फिल गरिरहेको छु। हाम्रो एक्सपेक्टेसन भनेको मोस्टली चाहिँ मेन्टरसिपहरू, कोचिङ, अनि हामीहरूलाई चाहिँ डेफिनेटली डिफ्रेन्ट ठाउँमा नेटवर्किङ्सहरू चाहिएको छ। जस्तो डिस्ट्रिब्युसन च्यानल, हस्पिटालिटी सेक्टर, ब्याङ्किङ कर्पोरेसन्सहरू, इन्स्टिट्युसन्सहरूमा चाहिँ उहाँहरूको नेटवर्किङ अनि स्ट्राटेजिक पार्टनरसिप भयो। त्यस्तो गरेर हामीलाई चाहिँ यो सर्टिफिकेसनको कुराहरू भइरहेको छ होइन। सर्टिफिकेसनमा त्यसमा पनि उहाँहरूको सपोर्ट चाहिन्छ, एन्ड डेफिनेटली रिसर्चहरूमा पनि। आई थिङ्क वी आर प्रिपेयर्ड 100% प्रिपेयर्ड। नमस्ते। क्यान्सर, यो क्यान्सरको शब्द सुन्ने बित्तिकै पनि जिउलाई सिरिङ्ग भएर आउँछ, मन आत्तिएर आउँछ। किनकि यही क्यान्सरको कारणले मैले मेरो बुवा र मेरो कजन सिस्टरलाई गुमाएको थिएँ, अनि आफैलाई पनि ब्रेन ट्युमर छ। हेर्नुहोस् न, यो क्यान्सर कति जटिल समस्या बन्दै आएको छ यो हाम्रो मानव समाजमा। डेटाले पनि के देखाएको छ भन्दाखेरि हरेक वर्ष 22,000 नयाँ केसेसहरू। यस्तै खालको जटिल समस्या क्यान्सर जस्तै प्रकृतिमा अर्को जटिल समस्या बन्दै आएको छ यो फोहोर, त्यसमा पनि जैविक फोहोर। हजुर, अर्ग्यानिक वेस्ट। वर्ल्ड ब्याङ्कको डेटा अनुसार एभ्री इयर 2.1 बिलियन टन्स अफ अर्ग्यानिक वेस्ट ल्यान्डफिल्समा डिस्कार्ड हुन्छ, जुन ग्रिन हाउस ग्यास एमिसन्सको एउटा मेजर सोर्स हो। र काठमाडौँ भ्यालीमा दैनिक रूपमा 1200 टन सलिड वेस्ट जेनेरेट हुन्छ, जसले इन्भाइरोमेन्टमा मात्र नभइकन पब्लिक हेल्थमा पनि ठुलो असर पुर्याएको छ। यी समस्याहरूको समाधान हो हाम्रो प्रडक्ट, जुन सेफ छ प्लानेटको लागि, बच्चाहरूको लागि पनि। अनि यो 100% नेचुरल प्रडक्ट हो, जुन नेचुरल इन्ग्रिडियन्ट्सले बनेको छ र यो केमिकल फ्री पनि छ। सकल बायो एन्जाइमले सर्कुलर इकोनोमीको मोडल फलो गर्छ, जस अन्तर्गत हामीले इन्भाइरोमेन्ट, हेल्थ र सोसल इम्प्याक्टको क्षेत्रमा प्रमोट गर्दै आएको छौँ। हामीले अर्ग्यानिक वेस्टहरूलाई भ्याल्यू एडेड प्रडक्ट्समा ट्रान्सफर्म गरेर यी क्षेत्रहरूमा काम गरिरहेका छौँ। हाम्रो सस्टेनेबल बिजनेस मोडल अन्तर्गत हामी B2B र B2Cमा काम गर्दैछौँ। B2B अन्तर्गत हामीले वर्किङ मदर्स, क्यान्सर पेसेन्ट्स र हेल्थ कन्सियस पिपलहरूलाई टार्गेट गर्दैछौँ भने B2C अन्तर्गत हाम्रो टार्गेट हुनुहुन्छ हस्पिटालिटी सेक्टर, हेल्थ केयर सेक्टर र कर्पोरेट इन्स्टिट्युसन्स। यी बाहेक हामीले सोसियल मिडिया र वेबसाइट्सहरू मार्फत पनि हाम्रो प्रडक्टहरूलाई भिजिबिलिटी दिँदैछौँ र मार्ट्सहरूमा पनि हाम्रो प्रडक्ट्सहरू पाइन्छ। र त्यसबाहेक हाम्रो लागि कस्टमर रिलेसन्स एकदमै इम्पोर्टेन्ट छ, जस अन्तर्गत हामीले जेनरल पपुलेसनलाई यी समस्याको बारेमा अवेर र एजुकेट गर्छौँ। यसको लागि हामीले सोसियल मिडिया र हाम्रो मेडिकल म्यागजिन्सहरूमा आर्टिकल्सहरू पब्लिस गरेर जेनरल पपुलेसनलाई अवेर गर्दैछौँ। र कस्टमर रिलेसन्स र उहाँहरूको फिडब्याक हाम्रो लागि एकदमै भ्यालुएबल छ। र यो बाहेक हामीले 17 सस्टेनेबल डेभलपमेन्ट गोल्सहरूमध्ये 7 सिग्निफिकेन्ट डेभलपमेन्ट गोल्सहरूमा काम गरिरहेका छौँ। मार्केट साइज हामीले स्टडी गर्दा वर्किङ वुमेनहरूको गरेको छ, हामीले प्लानेट क्यान्सर सोल्भ गर्यो। त्यो गर्दा चाहिँ
स्यापको चाहिँ हामीले 10% गर्दाखेरि चाहिँ अलमोस्ट 10,000 वर्किङ वुमेनहरू चाहिँ काठमाडौँमा मात्रै हुनुहुँदो रहेछ र उहाँहरूको भ्यालुएसन गर्दा अलमोस्ट 10 लाख चाहिँ हामीले पाएका थियौँ हामीले भर्खरै काम स्टार्ट गरेको भएर हामीले 6 मन्थ्सको सेल्स डेटाहरू चाहिँ यहाँ प्रोजेक्सनमा राखेको छ 6 मन्थ्सको डेटा हेर्दाखेरि हामीले बल्ल सेकेन्ड इयरमा गएर चाहिँ हाम्रो ब्रेक इभन पोइन्टमा पुग्छौँ र थर्ड इयरमा चाहिँ हामीले प्रफिट गर्छौँ जुन चाहिँ 30 लाख चाहिँ पर इयर चाहिँ हामीले गर्न सक्छौँ भन्ने हाम्रो फोरकास्ट छ सो टेस्टिमोनियल्स हेर्दाखेरि हामीसँग चाहिँ अहिले केही ह्याप्पी कस्टमर्सहरू पनि हुनुहुन्छ र उहाँहरूले चाहिँ आफ्नो नेटवर्क पनि हाम्रो प्रडक्टहरूको बारेमा सेयर गर्छ र आजको आइडिया स्टुडियोमा हाम्रो आर्ट भनेको तपाईँलाई डेफिनेटली आज हामीहरूलाई चाहिँ तपाईँहरूको एक्सपर्ट मेन्टरसिप र गाइडेन्सहरू चाहेको छ त्यसबाहेक पनि हामीलाई नेटवर्किङहरू चाहेको छ हामी डिस्ट्रिब्युसन च्यानल अझ वाइडली जान खोजिराखेको छौँ र त्यसको लागि सहयोग चाहियो त्यसै गरेर हामी हस्पिटालिटी सेक्टर हेल्थ केयर इन्स्टिट्युसन्स कर्पोरेट बडिजहरूमा पनि जान खोजिरहेछौँ त्यसको लागि हेल्प चाहियो र उहाँहरूसँग हामीलाई स्ट्राटेजिक पार्टनरसिपहरू इस्टाब्लिस गर्नुको लागि पनि हजुरहरूसँग हाम्रो एक्सपेक्टेसन छ र यो हाम्रो चाहिँ एउटा रिसर्च एउटा चाहिँ हाम्रो कन्टिन्युस हाम्रो सुरुदेखिको नै हामीले ब्याकबोनको काम गरिरहेको छौँ र त्यसमा पनि तपाईँहरूले आफ्नो इनपुट राख्नु पनि हामी त्यसको लागि पनि एक्स गर्न चाहन्छौँ र हाम्रो कोर टिममा म सरला र हाम्रो साथी डक्टर नमिता हुनुहुन्छ र अहिले हाम्रो टिम अलिकति हामीले एक्सपान्ड गरेको छौँ हाम्रो टिममा दिपिका रिसर्च एन्ड डेभलपमेन्टमा हामीलाई सहयोग गरिरहेछ त्यसै गरेर अरू साथीहरू पनि हामीसँग अहिले जोडिएको छन् त्यसैले तपाईँहरूलाई हामी रिक्वेस्ट गर्नुहोस् आउनुहोस् तपाईँहरूले पनि इम्प्याक्ट जेनेरेटिङमा हाम्रो प्लानेटको हेल्थमा हाम्रो ह्युमन हेल्थमा चाहिँ हामी हेल्प गरौँ र प्लिज हामीलाई तपाईँहरूले हेल्प गरिदिनुहोस् र हामीले हातमा हात जोडिदिनुहोस् थ्याङ्क यू सो मच प्रोडक्टको बारेमा एकचोटि अलिकति डिस्क्राइब गरिदिनुहोस् न सबै प्रोडक्टहरू के छ भने क्रोटिनर चाहिँ मस्ली चाहिँ हामीले अघि नै भनिसकेको छौँ फ्रुट वेस्टहरू स्पेसली लेमन्सहरू हामी रेस्टुरेन्ट्सहरूबाट प्रयोग गरेर लिएर आउँछौँ अनि त्यसलाई हामी फर्मेन्टेसन प्रोसेसमा राख्छौँ र त्यसबाट बनेको यो बायोइजाइन हो यो चाहिँ प्योर बायोजिम भन्दा नि हुन्छ जस्तो यसमा तपाईँको रिता र लेमन छ यसलाई चाहिँ यो प्योर छ र सिन्ट्रेलाको थोरै एसेन्सियल ओइलहरू मात्रै एड छ जुन चाहिँ एकदम नेचुरल छ यो चाहिँ कन्सन्ट्रेटेड भएको तपाईँले पानी मिसाएर गर्नुपर्छ अनि यसमा चाहिँ कति लिटर पानीहरू चाहिँ हामी यो प्रोडक्ट चाहिँ हामीले अमाउन्ट यसमा राखिसकेको छौँ र इजी तपाईँ कम्पनी युजको लागि इजीको लागि चाहिँ स्प्रे एन्ड वाइट तपाईँ टेबलहरू सिसाहरू तपाईँले चाहिँ वाइट गरेर पुस्नु सक्नुहुन्छ अर्कोहरूको चाहिँ हाम्रो यो ह्यान्ड वास छ यो एकदम हामीले केयर्सको साथ बनाएको छौँ स्किन केयरको लागि यसमा हामीले सिट्रस फ्रुटहरू सुन्तला कागती भोगतेहरू पिसाएको छौँ यसमा जस्तो तपाईँको यो वी कटर छ अनि यसमा चुरी बटर भाइटामिन ई यसरी चाहिँ हामीले एकदम केयर स्किनलाई कसरी राम्रो हुन्छ त्यसरी हामी रिसर्च गरेर बनाएको छौँ रिसेन्टली हामी निकालेको हो मस्किटो रेपेलेन्ट हो मस्किटो रेपेलेन्ट मस्ती चाहिँ हामी सिट्रिनेला तपाईँको युटालाइपस ओइल लेमन ग्रास इसेन्सियल ओइलहरू चाहिँ यसमा मिक्स गरेको छौँ बायो डिजाइनमा Very good. First of all, thank you for bringing this product. Especially मैले सरलालाई चाहिँ तपाईँलाई पहिलोचोटि भेट्दैछु कि अरे सायद तपाईँले जुन प्रडक्ट ल्याउनु भएको छ एउटा पर्पस ड्रिभन प्रडक्ट नट जस्ट फर यर सेल्फ फर अ होल कम्युनिटी फर द सोसाइटी फर द नेसन एन्ड अल फर द वर्ल्ड इट्स सेल्फ तपाईँहरू जुन चाहिँ यो सर्कुलर इकोनोमीको सर्कुलर प्रोजेक्ट कुरा गर्नुभएको छ आई थिङ्क समथिङ द्याट इट्स भेरी क्लोज विथ माई प्रोफेसन्स बट एट द सेम टाइम I love to promote that. दुईटा कुरा एउटा यो सकल भन्ने चाहिँ के यस्तो सर सकल भन्ने चाहिँ जेनरली मेरो बुवाको नाम हो जो क्यान्सरबाट बित्नु भएको छ होइन बित्नु भएको थियो र अर्को चाहिँ सकल भन्ने नेवारी वर्ड हो सर यो नेवारी टर्मिनोलोजी हो जसले चाहिँ एउटा अल इन्क्लुसिभनेस भन्ने देखाउँछ सो हामी एभ्रिथिङ बायो इन्जाइम बेस्ड प्रडक्ट छ बायो इन्जाइम चाहिँ हामी के इन्ग्रिडियन्ट्स सो हामीले सकल नाम चाहिँ राखिन्छ त्यो अलिकति साइकल भनिदिनुहोस् न तपाईँको जस्तो त्यो प्रोडक्सन गरेर जुन आउँछ नि राजसम्म त्यहाँसम्म चाहिँ कसरी काम गरिरहनु भएको छ त्यो कलेक्सनदेखि सबै कुराहरू अहिले त चाहिँ तपाईँहरूको चाहिँ के छ त्यो मेसिनहरू प्लान्टहरू होइन तपाईँको आइडियाहरू अलिकति त्यो भनिदिनुहोस् त सो फर्स्टमा चाहिँ हामीहरूको चाहिँ मोस्टली 80% चाहिँ हाम्रो र मेटेरियल चाहिँ सिटिजको हो त्यसबाहेक हामी चाहिँ नेचुरल हर्ब्सहरू अमला सिकाकाई रिक्छा नै भयो यो हर्ब्सहरू चाहिँ ल्याउँछ यो चाहिँ हामीले चाहिँ युसी मेस्ट यो चाहिँ हामीले पर्चेसै गर्छौँ र बेस बाहेक जो 80% जुन हाम्रो सिट्रस फुडहरू छ त्यो चाहिँ हामी मोस्टली रेस्टुरेन्ट्स अब हाम्रो हरिसिरीमा फ्याक्ट्री छ त्यही भएर हामीले म्याट्युहरू त्यसको सरौकीमा लदङ्केहरू मङ्गल बजारको रेस्टुरेन्टमा चाहिँ हामीले रिक्वेस्ट गरेको छौँ र उहाँहरूले चाहिँ हामीलाई चाहिँ अब चाहिँ पहिला फ्याँक्दिनु हुन्थ्यो यो लेमन पेजहरू उहाँहरूको कापपछि अब चाहिँ उहाँहरूले सेग्रिगेट गरेर छुट्याएर राखिदिनु छ र हामीसँग कोही बहिनी छ सो बहिनी गएर चाहिँ गएर उहाँहरूको सिटिजको ओन्ली पिल्सहरू कलेक्ट गरेर ल्याउनु छ र हाम्रो चाहिँ फ्याक्ट्रीमा आएपछि त्यसलाई चाहिँ अब हामीले सफा गर्ने सेग्रिगेट गर्ने र त्यसलाई चाहिँ अब हामीले फर्मेन्टेसन गर्न पनि हामी चाहिँ हामी हाम्रो फ्याक्ट्रीमै बस्छौँ र
3 months चाहिँ यसको चाहिँ टाइम पिरियड छ र यो पनि हाम्रो हार्डेस्ट पार्ट नै भयो यसको टाइम पिरियड अनि त्यसपछि यसको बाइङ चाहिँ बोल्छ र बाइङ चाहिँ बोलिसकेपछि त्यसमा चाहिँ अरू नेचुरल कुराहरू त्यसै त्यो एड गरेर चाहिँ यसरी हामीले प्रडक्टहरू चाहिँ बनाएको यो रिसर्च गरेर एउटा हर्बल प्रडक्टलाई एउटा महिलाहरूको नै टिमले काम गरिरहेको त्यो सबैभन्दा खुसीको कुरा तपाईँहरूलाई बधाई पनि छ र शुभकामना पनि छ मेरो एउटा कुरा एज ए एन्टरप्रेन्योर तपाईँहरू पनि इन्डस्ट्रीमा आइराख्दाखेरि यो जुन प्रडक्ट बनाइराख्नु भएको छ नि यो बिल्कुलै नयाँ त पक्कै पनि होइन होला यस्तो इन्टरनेसनल मार्केटमा यस्तो धेरै छ हैन अब हामी कहाँ बन्नु त्यो खुसीको कुरा भयो बिजनेसमा आइसकेपछि सबैभन्दा पहिला त्यो प्रडक्ट सिमिलर प्रडक्टसँग हाम्रो जुन कम्पिटिटिभनेस चाहिँ के छ त हाम्रो या त स्ट्रेन्थ के छ भन्ने कुरा पनि थाहा हुनु जरुरी छ मार्केटमा जब हामीले हाम्रो प्रडक्ट गऱ्यौँ अनि के पायौँ भन्दाखेरि अलरेडी थ्रु केमिकल बेस्ड प्रडक्ट हिसाब उहाँहरूसँग चाहिँ हाम्रो चाहिँ कम्पेरिजन इन टर्म्स अफ क्वालिटी इन टर्म्स अफ प्राइस सो क्वालिटीमा चाहिँ हेऱ्यो भने हाम्रो प्रडक्ट मच मोर बेटर छ उहाँहरूले चाहिँ एक्सपिरियन्स गरेको कुरा कस्तो कुराहरू छ उहाँले धेरै नोट गर्नु भएको छ र त्यो पनि हाम्रो मोटिभेसन हो उहाँको कतिले मोटिभेसन जुन यो केमिकल बेस्ड प्रडक्ट छ नि मार्केटमा त अब थुप्रै प्रडक्टहरू छ हैन त्यो प्रडक्ट र यो तपाईँहरूको प्रडक्टमा प्राइस वाइज कति डिफरेन्स देखिरहेछ अहिले कति पर्सेन्ट सर फर इक्जाम्पल एकदम हामी सरीबाट ह्यान्डवास छ हेरेछ ह्यान्डवास अहिले हामीले चाहिँ चाहिँ एमआरटीमा सेम ढङ्गछौँ र तपाईँले एकदम सरीकलको मार्केटमा भनेको डिटोस सो हाम्रो प्रडक्ट चाहिँ उहाँहरूले डिटोलसँग कम्पेरिजन गरेको छ डिटोलको तपाईँको 160 250 एमएलको अझै डेटोल भन्दा सस्तो प्रडक्ट पनि बजारमा थुप्रै छ हाम्रो इच्छा त्यही छ सर यसलाई सस्तो बनाउने अनि म्यासिभली यसलाई चाहिँ लगेर सबैको घरमा पुग्न सक्ने प्राइसमा चाहिँ हामी लाने ठिक छ राम्रो लाग्यो तपाईँहरू अघि तपाईँले जुन एक्सपेक्टेसन राख्नु भएको नेटवर्किङ कुरा तपाईँहरूको हाम्रो आउटलेटहरूबाट तपाईँहरूलाई त्यो प्लेसमेन्ट दिनलाई त्यस्तो केही समस्या छैन हामी पनि खुसी नै हुन्छौँ है मैले चाहिँ त्यो प्रिजर्भेसन चाहिँ खासमा के युज गरेर प्रिजर्भ गर्नको लागि अहिले चाहिँ हामीले प्रिजर्भेटिभ्स र कलर चाहिँ हिसाब चाहिँ अहिलेको पेजमा यति दुई केजी यो अफिडेटिभमा भएको कलर चाहिँ नेचुरल नै है अनि यसमा चाहिँ हाम्रो भेराइटी अफ पर्सेप्सन आइरहेको छ कसैलाई एकदम राम्रो लाग्छ कसैलाई राम्रो लागेको सही हो अनि यो के अरे ह्यान्डवासमा त लङ टाइम प्रिजर्भ हुँदैन नि जस्तो यो युज गरेर राख्दाखेरि त्यसको लागि चाहिँ के युज गर्नुभएको छैन केमिकल यसमा चाहिँ म थोरै भन्छु यो जुन हाम्रो कटुसको बोक्रा हुन्छ नि त्यो बोक्रा इट्सेल्फ चाहिँ नेचुरल प्रिजर्भेटिभको काम गर्छ त्यसको प्रपर्टिज होइन सो त्यो कटुसको बाइङ चाहिँ बनाएर हामीले ट्राई गरेको छौँ त्यो हालिसकेपछि केही टाइम अराउन्ड 1 month जति चाहिँ यसको सेल्फ लाइफ चाहिँ इन्क्रिज भएको चाहिँ हामीले फिल गरेको छौँ किनभने त्यो सेल्फ लाइफ चेक गर्नको लागि चाहिँ हामी फ्रेग्रेन्स होइन त्यो स्पेसली त्यो फ्रेग्रेन्स चेक गरिरहेको हुन्छौँ सेल्फ लाइफ हामीले नर्मली चाहिँ अहिले 6 month ह्यान्ड वासको लागि र सर्फेस क्लिनर चाहिँ हाम्रो अराउन्ड 2 years अनि फ्लोर क्लिनर त हाम्रो अराउन्ड 5 yearsसम्म पनि चलिरहेछ किन भन्दाखेरि चाहिँ लगभग हामीले यो प्रिपरेसन यो आउनु अगाडि प्रिपरेसन गरेको चाहिँ 5 years नै भइसक्यो सो त्यो ब्याच वाइज हामीले त्यो चेक गरेको छौँ दो हामीले ल्याबमा नलगे पनि त्यो भयो भने चाहिँ ब्रान्डिङ गरेर मार्केटिङ गर्न इजी भयो नि त सो त्यो कुरा चाहिँ प्रुभन हुनु पर्यो सो त्यो सर्टिफिकेसनको लागि त अब मेबी हाम्रो आइडिया स्टुडियोबाट हेल्प पनि भइ नै हाल्छ सो त्यो बाहेक चाहिँ आइ एम भेरी प्राउड यो प्रडक्टहरू तपाईँले जसरी अब सोचेर तपाईँले निकाल्नु भयो होइन अब त्यसको लागि हामीले गर्न सक्ने केही यस्तो सपोर्टहरू छ भने चाहिँ वी क्यान रेडी टु मार्केट अनि मेन कुरा भनेको मार्केट गरेर सेल गर्नेमै हो सो हामीले पनि त्यो चिजहरूलाई चाहिँ प्रायोरिटीमा राख्न सक्यौँ तपाईँको यसमा जुन अब सेल्समा तपाईँ मार्केटमा आइसक्नु भयो नि त्यसमा तपाईँको यो प्राइसिङ जुन स्ल्याब छ त्यो कसरी गरिराख्नु भएको छ यहाँ सेयर गर्नु मिल्छ क्यालकुलेसन्सहरू गरेरै गरिरहेको हो मिन्स देखि अब कस्ट अफ गरेछ पर्दाखेरि के भन्छ नि हामीले त्यसरी आखिरी जो क्यालकुलेसन सेल्स एन्ड मार्केटिङको लागि कति पर्सेन्टेज तपाईँले राख्नु भएको छ हामी धेरै राखेको छैन किनकि स्टार्टअप फेज एउटा सबै कम्प्युटर लिमिटेसन्स हेर्छ र अहिले जुन ट्रेन्ड छ मस्ट सोसियल मिडियाको हामी आफैले हाम्रो टिम बेरै त्यसलाई चाहिँ गरिराखेको छ हामी त्यो रेट बढ्दै अन्त पनि गरिरहेछौँ होइन मैले भनेको जस्तै तपाईँले अब जब तपाईँ मार्केटमा आउनुहुन्छ नि तपाईँलाई डिस्ट्रिब्युटर चाहिने हुन्छ तपाईँलाई रिटेलर चाहिने हुन्छ होलसेलर चाहिने हुन्छ अब रिटेलरको पनि एउटा सर्टेन प्रफिट मार्जिन चाहिने हुन्छ डिस्ट्रिब्युटरलाई तपाईँले दिनु पर्यो
तपाईँको कस्ट अफ प्रोडक्सन भयो होइन, तपाईँलाई फेरि लजिस्टिक डिस्ट्रिब्युसन म्यानेजमेन्टको होइन मार्केटिङको त्यो चाहिने हुन्छ। अलमोस्ट नर्मल मार्केटको प्र्याक्टिसमा 30-40% त त्यसैमा जान्छ कि तपाईँको कस्ट चाहिँ होइन। त्यो तपाईँले म्यानेज गर्नु भएको छ यो एमआरपी क्यालकुलेसनमा? 30% जति चाहिँ हामीलाई यो डिस्ट्रिब्युसन चाहिन्छ भने त्यो चाहिँ हामीले एड गरेरै प्राइस दिँदा अलिकति पुग्दैन, बढाउनु पर्ने हुन्छ। एटलिस्ट तपाईँले 40% राख्नुपर्ने हुन्छ है। एक्चुअली त्यो सबै प्रडक्ट यता ल्याउनु मिल्छ? क्यान वी हेभ अ लुक? तपाईँले यो चाहिँ हाम्रो ह्यान्ड वासको ह्यान्ड वास भयो यो मस्किटो पनि यो चाहिँ फ्लोर प्याकेजिङ त राम्रो छ, राम्रो गर्नु भएको रहेछ यो चाहिँ उहाँले है। यो प्याकेजिङ मटेरियल चाहिँ कहाँबाट ल्याइराख्नु भएको छ? नेपालमै छ या बाहिरबाट? नेपालबाटै पाइराख्नु भएको छ। यसमा एउटा तपाईँलाई म एज ए म्यानुफ्याक्चरर के सजेस्ट गर्छु भने तपाईँको जुन ब्रान्डिङ पार्ट छ नि यसलाई चाहिँ रिभाइज गर्नु जरुरी देखिरहेछ। ब्रान्ड क्लियर छैन प्रडक्टमा है, यो ब्रान्ड क्लियर भएन कि। तपाईँले सकल भन्ने ब्रान्ड जब ल्याइराख्नु भएको छ भने सकल फोकस हुनु पर्यो यसमा। कहीँ पनि यो फोकस भएन, जस्तै यहाँ छ यो सकल लोगो फोकस छ तर यो फोकस भएन, यो तलको उसमा फोकस भएन। यसलाई अलिकति यसलाई चाहिँ एकचोटि अब एक्सपर्ट एडभाइस लिएर यसलाई थोरै इम्प्रुभ गर्यो भने यो जो इनिसियल्ली तपाईँहरूले यो प्याकेजिङमा यति राम्रो गर्नुभएको छ नि यो राम्रो लाग्यो, राम्रै देखिया छ। थोरै इम्प्रुभ गर्दाखेरि राम्रो हुन्छ होला। त्यसमा चाहिँ मैले अहिले देखेको तपाईँहरूको यो जुन चिज छ नि, अब यता उहाँले त भनिसक्नु भएको छ, यो अहिलेको चाहिँ तपाईँलाई अब हामीले हेर्दाखेरि यो क्लाइमेट फाइनेन्सिङ भन्छ, ग्रिन फाइनेन्सिङ भन्छ, त्यो हिसाबले चाहिँ असाध्यै राम्रो अपर्च्युनिटी तपाईँको यो प्रडक्टको छ होइन। अहिले चाहिँ त्यही इस्युहरू छ। अब यसमा मलाई लाग्छ बजारले पनि स्वीकार्न सक्ने, इन्भेस्टमेन्ट पनि आउन सक्ने चाहिँ देखिन्छ। त्यसको लागि चाहिँ अहिले उहाँहरूले पनि भन्नुभएको छ सर्टिफिकेसन, प्राइसिङकै कुराहरू गर्नु, किनभने त्यो अफोर्डेबल पनि हुनु पर्यो होइन। अब यसमा मैले तपाईँलाई यसको स्कोपको विषयमा यो मैले भने ग्रिन फाइनेन्सिङहरू छ। तपाईँले अघि एक्सपेक्ट गरेको चाहिँ हामीसँगबाट भन्दाखेरि त्यो नेटवर्किङ अथवा तपाईँको मार्केटमा जाँदाखेरि जुन कर्पोरेट हाउसेसको कुरा गर्दाखेरि अलिकति त्यहाँ चाहिँ कन्भिन्सै गरेर जानु पर्यो। सर्टिफिकेसन र प्राइसिङ पनि दुइटै मिलाएपछि अनि तपाईँको चाहिँ ओनरलाई चाहिँ अनि आफ्नो चाहिँ जुन सस्टेन गरेको उत्पादन पनि मैले देख्छु अहिले तपाईँले जुन भनिरहनु भएको छ, तपाईँ अलिक बल्कमा जानुपर्दा तपाईँलाई जुन त्यो सप्लायर साइड हो नि वेस्टको पनि तपाईँलाई बल्कमा चाहिन्छ है। अब बल्कमा चाहिँदाखेरि त्यसलाई पनि त्यो प्रोसेसिङ गर्नुपर्ने हुन्छ होला तपाईँलाई चाहिने चिज निकाल्नलाई है। त्यो किन त्यति सजिलो छैन। त्यसले गर्दाखेरि त्यो चिज तपाईँलाई जुन इनपुट सप्लायर त्यो सप्लाई साइड चाहिँ भ्यालु चेनको आइरहेछ त्यहाँ तपाईँले चाहिँ हेर्नुपर्ने हुन्छ भोलिको लागि तपाईँलाई कन्टिन्युस सप्लाईको लागि। अनि मैले जोड्न तपाईँलाई खोजेँ त्यो मिलाइसकेपछि यो अहिलेलाई जस्तो तपाईँ कर्पोरेट हाउस भन्नुभयो, अब सरले भन्नु उहाँहरूको पनि नेटवर्कहरू त्यहाँ गएर अहिले चाहिँ त्यो कन्भिन्स गरेर यो हाम्रो क्लाइमेट फाइनेन्सिङ छ, यो यस्तो छ, इन्भाइरोमेन्ट फ्रेन्डली छ भनेर जानकारी पनि त्यसै गरी आउनुपर्ने हुन्छ। त्यसो हुँदै गर्दाखेरि चाहिँ एउटा लेभलको तपाईँको मार्केटमा खपत हुने एउटा पार्ट हुन्छ, अनि त्यसपछि अर्को मार्केट चाहिँ खोज्दै जाँदाखेरि उत्पादन बढाउनलाई नै यो सेल्स बढाउने चाहिँ जानुपर्ने। तपाईँले जे कुरा भन्नुभएको छ नि सर, हाम्रो प्रभु ब्याङ्क हुनुहुन्छ, हाम्रो नेपालको अब लिडिङ इन्डस्ट्री हुनुहुन्छ खजुरीको होइन, धेरै वर्षदेखि गरिरहनु भएको छ। हाम्रो कासा हुनुहुन्छ एउटा फ्यासन, त्यो पनि सस्टेनेबल फ्यासनतिर हामी आइडिया स्टुडियो छौँ। के माग्नुहुन्छ उहाँलाई प्रभु ब्याङ्कमा? तपाईँ ग्रिन फाइनेन्सिङ भनिरहनु भएको छ, तपाईँहरूको फाइनेन्सै मिलिरहेको छैन, त्यो पो माग्ने हो कि? जस्तो ब्याङ्कहरूले काम गरिरहेको छ रिन्युएबल इनर्जीमा, सस्टेनेबिलिटीमा एउटा चाहिँ उहाँहरूको मेन फोकस नै छ होइन सर। अब तपाईँहरूले पनि हामीलाई एज अ सस्टेनेबिलिटी भएको भएर यसरी नै फाइनेन्समा अथवा एज अ हाम्रो प्रडक्ट नै एज अ कर्पोरेटले युज गरेर हुन्छ होइन सर। त्यसरी चाहिँ हाम्रो एक्सपेक्टेसन्स तपाईँले छ सर। खजुरीसँग डेफिनेटली अब तपाईँहरूको आफ्नै खजुरीको च्यानल छ होइन, तपाईँहरूको 19 वटा आउटलेट छ होइन सर काठमाडौँ नेपालभरि। सो त्यहाँ चाहिँ हामी हाम्रो प्रडक्ट राख्न चाहन्छौँ सर। अनि डेफिनेटली अहिले हजुरहरूले जुन हामीलाई सजेस्ट गरिरहनु भएको थियो सर्टिफिकेसनको कुरा होइन सर, यो ब्रान्डिङको कुरा, डेफिनेटली यो अहिले हाम्रो चाहिँ एकदम हार्ड पार्ट भइरहेछ किनकि
नयाँ कुरा भयो, हामी एक्सप्लोर गरिरहेछौँ, इनर्जी टाइम मनी सबै इन्भेस्ट गरिरहेछौँ। तर ठ्याक्कै तपाईँहरूले गाइड दिनुभयो भने सर्ट टाइममा हामीले त्यो मेबी गर्छौँ होला। सो यस्तो कुराहरूको नै एक्सपेक्टेसन छ। म्याम डेफिनेटली अब म्याम त सस्टेनेबल फेसनमै हुनुहुन्छ। सो सस्टेनेबल लाइनमा हामी कसरी अगाडि बढ्न सक्छौँ त होइन म्याम? सस्टेनेबिलिटीलाई नै फोकस गरेर हजुरबाट डेफिनेटली मेन्टरसिप कोचिङहरू त्यस्तो छ। अब आइडिया स्टुडियो त डेफिनेटली तपाईँहरूको नेटवर्किङहरू यति धेरै छ। सर त हस्पिटालिटी सेक्टर्सहरू डिफ्रेन्ट कर्पोरेट बडिजहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ हामीले लिङ्क गर्ने जुन त्यो एउटा मैले स्ट्राटेजिक पार्टनरसिपको कुराहरू राखेको थिएँ, त्यो चाहिँ मैले डक्टर छिरिङसँग चाहिँ एक्सपेक्टेसन गरेको छु। तपाईँहरू सबै कुरा पाउनुहुन्छ, द्याट्स फर ग्यारेन्टेड। अर्को एउटा फाइनली द्याट्स वान थिङ, हामी क्यार्सिनोमाको कुरा गरिरहेछौँ, प्लास्टिक रिप्लेस गर्न मिल्छ? यो पनि हाम्रो एउटा वान अफ द मेजर च्यालेन्ज। हजुर है। अर्को अलिकति तपाईँहरू यो बडी सपको प्रडक्टहरू हेर्नु भयो होला, होइन? त्यो एक्चुअली अलिकति रिसर्च गर्नुहोस् होइन। त्यो बडी सपले चाहिँ यसले ग्लोबली राम्रो ब्रान्ड क्रिएट गरेको छ, सस्तो छैन। तर उनीहरूले चाहिँ एनिमल वेलफेयरको कुनै टेस्टिङ गरेको छैन भनेछ। बरु तपाईँहरूले पनि यो के कुराबाट यहाँ नै केही हेल्थ वार्निङ्सहरू, हेल्थ मेसेजहरू पनि हाल्नु मिल्छ कि? अघि उहाँले भन्नुभयो जस्तै वाइ सुड वी बाइ दिस? डक्टर छिरिङको कुरामा यो प्लास्टिकलाई रिप्लेस गर्ने भने त्यो जरुरी छैन। यो रिसाइक्लेबल प्लास्टिक हो। यो पेट हो। पेट भनेको चाहिँ यसलाई कति 5 पटक या 6 पटकसम्म यो रिसाइकल भइरहन्छ। यो फर्स्ट फ्रेस प्लास्टिक दानाबाट बनेको यो मटेरियल हो यो पेट। त्यो कारणले यसको अल्टरनेटिभ भनेको ग्लास हो। ग्लासमा धेरै महँगो हुन्छ, यो फेरि सस्टेनेबल हुँदैन, त्यति महँगोमा जान सकिँदैन। यो ठिक छ, यसमा केही गर्नु परेन, जस्ट ब्रान्डिङको गरे पुग्छ। त्यो ब्रान्डिङ हामीले एउटा नयाँ एउटा पनि ल्याउन लागेछौँ होइन सर? जस्तो चाहिँ यो सरले एकदम एक्ज्याक्टली राइट कुरा भनिदिनु भयो, रिसाइकलेबल छ। अनि धेरै जस्तो इको फ्रेन्डली प्रडक्टहरूले चाहिँ सरले ठ्याक्कै त्यही कुरा भन्नुहुन्छ, किन प्लास्टिक युज गरेको भनेर। किनकि बायो इन्जाइमको लागि चाहिँ राइट भनेको प्लास्टिक हो, त्यहाँभित्र चाहिँ ग्यास फर्मेसन हुन्छ र कहिले कहिले त्यो प्रब्लम हुनसक्छ ग्लासेसको केसेसमा होइन। अर्को पनि छ, यो ग्लासमा गऱ्यो भने अहिले यहाँबाट खसाल्यो फुटिहाल्छ। यो फुट्दैन कि अहिले सबैजना पेटमा आइरहेछ, त्यो चेन्ज गर्नु जरुरी छैन, कस्टले नै तान्दैन। सर अनि हामीले एउटा नयाँ आइडिया के गरेछौँ भन्दाखेरि चाहिँ मोस्टली हामीसँग चाहिँ अहिले चाहिँ कस्टमरहरूको चाहिँ हामीसँग डिरेक्ट डेटा छ, कसले लिनुभयो, कति लिनुभयो, र उहाँहरूको चाहिँ एउटा हामीले वेबसाइटमा एउटा के एड गर्नु खोजिरहेछौँ भन्दा कति वेस्ट चाहिँ उहाँले कम गर्नुभयो, किनकि त्यो वेस्टबाट बनेको हो नि त यो। अर्को चाहिँ कतिवटा बोतल हामीलाई फिर्ता दिनुभयो, र हामी चाहिँ इको हिरो अथवा इको वारियर के भनेर हाम्रो वेबसाइटमा उहाँहरूलाई पनि एउटा सम्मान दिन चाहन्छौँ। हामीले यसलाई सकेसम्म कसरी कम सस्तो बनाउने कि सस्तो बनाउनु पर्यो पहिला, सस्तो पनि अनि राम्रो पनि बनाउनु पर्यो भन्दाखेरि त्यसमा हामीले जसरी अहिले चाइनिज प्रडक्टले चाहिँ संसारलाई ढाकेको छ नि, सस्तो पनि राम्रो पनि बनाएर त हो नि होइन? हामीले त्यता चाहिँ काम गर्नुपर्ने हुन्छ जस्तो लाग्छ होइन? त्यो गरौँ। तपाईँहरूलाई अब जुन सर्टिफिकेसनको कुराहरू छ या नेटवर्किङको कुरा छ, त्यसको लागि आउनु न, बसेर हामीले जानेको एक्सपिरियन्स गरेको कुरा थ्याङ्क यू सो मच सर। Alright, keep it up. Thank you very much. I wish you all the best la. Thank you so much हजुरको प्रिसियस Continue गर्नुहोस्. Do it. Thank you. Thank you very much. Thank you, all the best. राम्रो इनिसिएटिभ हजुर राम्रो इनिसिएटिभ है, राम्रो छ। यो जुन लेभलको प्याकेजिङ डेभलप गर्नु भएको छ नि, धेरै राम्रो प्याकेजिङ बनाएको छ, राम्रो छ। त्यो पहिलोचोटि आउँदाखेरि त्यो छ नि, अनि यसको उहरू पनि फ्रेग्रेन्स पनि राम्रो रहेछ, नेचुरल फ्रेग्रेन्स है। यसमा चाहिँ अब हाम्रो यो मेड इन नेपाल नेचुरल बनाएपछि कम्पिटिटिभ प्राइसमा जान चाहिँ गाह्रै छ, तर ब्रान्डिङ कसरी गर्ने भनेर एउटा इन्फर्मेटिभ मेसेज दिएर हुन्छ नि। जस्तो अब हेल्थलाई राखेर अब त्यस्तो खालको अर्ग्यानिकवाला प्रडक्टहरूलाई त्यो ब्रान्डिङ गर्ने तरिका अलिक डिफ्रेन्ट भयो भने, जस्तो उहाँले इक्जाम्पल त्यो बडी सपको होइन, त्यो सस्तो छैन, बडी सप एकदमै महँगो छ, तर अहिले वर्ल्ड वाइड मान्छेले त्यो बडी सपलाई एउटा अर्ग्यानिक प्रडक्ट हुने युज गर्छ नि। सो त्यो तरिकाले पनि जान चाहिँ मिल्छ। त्यो भयो भने चाहिँ इमिडिएटली मासमा जान सक्दैन, तर हामीले क्लासमा चाहिँ एउटा राम्रो मेसेजमा चाहिँ जान सक्छ। एउटा इन्भाइरोमेन्ट भयो, एउटा आफैले के गरिरहनु भएको छ होइन, अनि यो सबैले चाहिने चाहिँ सप्लाई चेन नै हो, खासमा मार्केट एक्सेस नै हो। मानौँ न कहाँ किन्नु पैसा भन्दाखेरि रिप्लेसको लागि खजुरीमा जान पाएँ, सबभन्दा ठुलो चाहिँ सेल्स नै हो। इन्भाइरोमेन्टल साइन्सका विद्यार्थी सरला, सुजाता र नमिता तिनैजना आफ्नो व्यावसायिक यात्रामा दृढ छन्। सकल बायो इन्जाइमलाई ग्लोबल मार्केटसम्म पुर्याउने उनीहरूको सपना छ। उनीहरूको व्यावसायिक सपना पुरा हुँदा उनीहरू मात्रै सफल हुँदैनन्,
उनीहरूको सफलतासँगै अन्य धेरैले सफलताको स्वाद चाख्न पाउनेछन्। आजको प्रस्तुति र बिजनेस गुरुहरूसँगको अन्तर्क्रियाबाट उनीहरू व्यावसायिक पाटोमा अझै जानकार र ऊर्जावान भएका छन्। उनीहरू सबैलाई व्यावसायिक यात्राको शुभकामना भन्दै आजको एपिसोडबाट बिदा लिन्छौँ। नमस्ते। Idea Studio, सोचदेखि उद्योगसम्म